यार यार ये कितनी औसम है यार वेलकम टु काठमाडौँ नेपाल हेरौँ है हाम्रो नेपाल ल केटा हेर है बाइक हाल्ने पशुपति अब लाग्छ आफ्नो भन्ने गीत आउँछ है अब लागिएटा किनी स्याप यहाँ यो 3वटा छ एउटा 2टा यहाँ गएर मेरो खोइ पेनाङ ब्रिज पुग्यो लास्टै गाह्रो हुँदो रहेछ क्या यहाँ हालत खराब भइसक्यो अहिले लक्की चाहिँ आएको छैन हाम्रो यहाँ हाम्रो होइन स्ट्यान्ड बाई राखिरहेको छ होइन अनि यहाँबाट हाम्रो चाहिँ कारमा आइसक्यौँ होइन हामी चाहिँ हाम्रो चाहिँ लक्की चाहिँ अहिलेसम्म आएको छैन क्या त्यो भ्यानमा हालिदिएको छ होइन खटरा भ्यानमा है कुन बेला मुन्टुने होला उताबाट आउने हो अनि हामी चाहिँ पेनाङ एयरपोर्टमा वेटिङ गरिरहेको छौँ अहिले त मुड ठिक छ जोस् होइन अहिले भ्राङ आइसक्यो कस्तो होला यस्तो छ हाम्रो ड्राइभर यहाँ छ अनि हाम्रो ग्रुप त्यहाँ छ 5 जनाको होइन यहाँबाट चाहिँ हाम्रो 3:30 बजे फ्लाइट छ होइन कोलालम्पुरको अनि कोलालम्पुरबाट चाहिँ 7 बजे छ लगभग हामी नेपाल 10 बजे राति पुग्छौँ होला के हेरौँ के हुन्छ अहिले चाहिँ हामी म चाहिँ फर्स्ट टाइम आएको है यहाँ पेनाङ एयरपोर्ट यस्तो रहेछ है भराङ्गी आएको छैन हाम्रो ल हाम्रो बिहान आइसक्यो थोत्रो बिहान हेर्नु यस्तो यही हो ल हेरौँ यत्रो सुटकेस छ 3वटा यो चाहिँ 34 सिएस मजाले छ होइन यो चाहिँ ह्यान्डब्याग अलिक बेसी छ क्या अब हेरौँ चेकिङमा के हुँदो रहेछ हाम्रो भराङ झऱ्यो है भराङ भनेको सामान के मलेसिया लाग्नु चाहिँ भराङ भन्छ ल अलराइट ठिक छ ओके थ्याङ्क यू एउटा गयो एउटा यत्रो भयो मलाई टेन्सन भइरहेको छ 3वटा ल यहाँ पनि छ एउटा चेकिङ भयो होइन हाम्रो अनि अब उता लगेज गइसक्यो हाम्रो यहाँ ह्यान्डब्याग छ अनि पासपोर्ट अनि टिकट दियो है त ल यहाँ चाहिँ एयरलाइन्सहरू यहाँ 2टा फ्लाइट है यहाँ पेनाङबाट केल छ अनि त्यसपछि केलबाट डाइरेक्ट काठमाडौँ यहाँ वेटिङ हल ल केटा हो लगभग 1 घन्टाको वेटिङ पछि बल्ल गेट खोल्यो B1 हाम्रो उता एयरलाइन्स कुरा हामीलाई केटो गयो अब कोलालम्पुर लगेन हो केल सुटा सम्पाइ केल पुग्यो क्या अहिले चाहिँ हामी इन्टरनेसनल एयरपोर्टमा है उता पेनाङको एयरपोर्टबाट हामी चाहिँ कोलालम्पुर पुग्यो फाइनली सुटकेस बबाल छ कहाँ हो यो चेन्ज भइसक्यो जुम केटा ओ नेपालतिर मलाई सजिलो भएको छ अहिले त्यहाँ जता फ्यालिदिनु हुन्छ यहाँ पासपोर्ट साथमा अब चाहिँ गेट नम्बर कता हो याद 6 कति रह्यो हाम्रो याद 6 होइन धेरै झ्याउँछ केटा हो एक्लै भयो भने त सक्दैन यार हाम्रो केटाहरू भएर अलिक सजिलो भइरहेको छ ए उता रहेछ H64H8 हामी चाहिँ उता छिर्ने होला ल त्यो अझै एउटा प्रोसेस बाँकी छ कि अब लगेज फेरि चेकिङ गर्ने होला यहाँ है लगेज त गइसक्यो यो ह्यान्डब्याग चाहिँ भनेको खुट्टा दुखिसक्यो हिँड्दै फाइनली हामी चाहिँ मेन गेटमा त्यो मान्छेहरू पछाडि नै फाइनली डेस्टिनेसन यहाँ चाहिँ वेटिङ गर्ने छ है यहाँ चाहिँ हाम्रो प्लेनमा लगेज गइरहेको छ अनि हाम्रो केटाहरू यहाँ छ काठमाडौँ जाने केटाहरू
अब फाइनल गेट अब हाम्रो चाहिँ यहाँबाट छिर्ने काठमाडौँ सुई यो केटा अब नेपाल पुग्यो फाइनली केटो नेपाल पुग्यो अब ल सबै चेकिङ सकिसक्यो अब चाहिँ बोल्न पायो जस हो बल्ल सक्यो है सबै यहाँ चाहिँ अब फाइनल गेट है त अब केटो सिधै नेपालमा अब यसो ब्लग हेरेर आएको केटा ब्यागमै झर्ला रहेछ मैले चाहिँ एउटा हजुर यहाँ चाहिँ जस राम्रो सुविधा छ है कहाँ गयो पिलो मेरो ए यहाँ पो झरिरहेछ यहाँ है प्रत्येक सिटमा छ क्या अनि यहाँ हाम्रो विन्डो सिटमा आयो है त केटा हो ठ्याक्कै यो पोखैडाको साइडमा छु है म हेर्नु है त बब्बा खतरा भिडियो आउने भयो ल सिनेमेटिकहरू यहाँ पुरै प्याक हुँदैछ केटाहरू हाम्रो पार्टी पनि आउँदैछ यहाँबाट है अनि अब चाहिँ यो क्याबाल बाँधेर काम थिएन अघिदेखि बहुत डिस्टर्ब गर्यो कि त्यही भएर मानिदिएको थियो अहिले चाहिँ अब काम छैन अब यहाँ गर्मी भइरहेको छ यसलाई म अब खोलिदिने हो दुईवटा तिन कम लगाएको छु मैले तपाईँलाई भनेको छैन भने एउटा दुईवटा तिनवटा चार पाँच छ सातवटा लगाएको छु दुईवटा टी सर्ट तिनवटा टी सर्ट लगाएको छु अनि दुईवटा सर्ट लगाएको छु अनि यसमाथि यो माथि सर्ट हो कि फेरि यहाँ बिचमा हुडी छ फेरि अनि पानी फेरि भयो भन्यो भने मेरै बेला हुन्छ के भन्नु होइन थाहा पाउने होला यसो वेटको कारणले क्या धेरै वेट भएन यहाँ त्यही पनि यत्रो मोटो देखिरहेको छु यहाँ 50 केजीको मान्छे अहिले 100 केजीको जस्तो देखिरहेको कि यता आउनु यतै होला होइन हाम्रो सेम सिट हो त गर्मी भइरहेको क्या लास्टै ल यहाँ चार्जिङ सुरु भइसक्यो सबै खोलिदिएको यहाँ उठी छ यहाँ सर्ट माथि भित्र हालिदिएको अनि यहाँ छ मेरो पिलो अनि यस्तो छ है टाइम चाहिँ 6 बजी Wrap the strap around the waist and fasten the buckle. Pull on the loose end tightly. स्टार्ट भयो स्टार्ट यो प्लेन पनि थोत्रो बस जस्तै गऱ्यो कि हाम्रो 7:15 फ्लाइट रहेछ अहिले कति बजिसक्यो 7:45 बजिसक्यो आधी घन्टा ढिलो भइसक्यो अर्को प्लेन उडेर ढिलो गऱ्यो क्या ल अब हाम्रो पनि दूरी हो ल पोखरा त लास्टै हलिरहेको कि कस्तो हलिरहेको छ पोखरा तिमी स्वर्गकी परी जसरी आहे नेपाली भेषैमा मन सही ए यही रुट रहेछ है यसको पनि दुईवटा प्लेन उड्यो यहीँबाट ओए उड्यो केटा उड्यो ल केटो गयो होला सिनेमेटिक है त भेटुने दिन आउँदैछ हाम्रो पुरेर बस्नु है चिनो मायाको लिएर आउँछु म साइनो गाँस्नलाई जनसाइली तिमी गुराँसको फुल जस्तो उड्यो केटो नेपाल उड्यो शेर्पिनी भेषैमा अब आकाश छुइरा है माथि गइरहेको छ हाम्रो हेर्नु प्लेनै पुरै खाली छ क्या यहाँ दुईजना बसेको मान्छे एकजना अगाडि गयो एकजना पछाडि गयो पुरै प्लेन खाली रहेछ अहिले त आकाश छुइसक्यो है ऊ हेर्नु चन्द्रमा कति नजिक देखिरहेको छ यहाँबाट यहाँ राति केही देख्दैन तर यो प्लेनको पकेटामा किन बत्ती बलेन है हेर्नु न यहाँ पत्र म कति कोरु तिम्रो मन बुझाउन A few minutes later पानी orange juice रे orange यहाँ छ हाम्रो orange यहाँ के रे यो तपाईँ कहाँ अनि दारू भनेर होइन होला
कहाँ दारू दिन्छ प्लेनमा एप्पल जुस हो यो एप्पल जुस भनेर दिएको छ अनि कहाँबाट दारू हुन्छ मान्छे दारू भएर पुरै खुसी भइरहेछ तपाईँको मुनि कहाँबाट दारू दिन्छ दारू भएर मान्छे पुरै खुसी भइरहेछ यहाँ छ यो मोबाइल झुन्डाउने तपाईँको मिठो छ है मान्छे दारू बहुत कडा है प्याक ठुलो पऱ्यो Excuse me, sir. We have the sweet sour fish plum. Would you like the oatmeal? Is that okay with you? सावर के आउँदै हेर्नु है के आउँदै हेर्नु है Right. Well, be careful. It's hot. Okay. So put your tray table. हेरौँ हेरौँ थाहा भयो नि त्यो ल हेरौँ है केटा हो के दिएको रहेछ भर्खर भर्खर पकाएको रहेछ है तातो तातो छ एउटा पानी मिठो मिठो खानेकुरा छ है स्विट्स राख्ने ठाउँ होइन क्या म कति कोरु तिम्रो मन बुझाउन नझार छुट्टीमा आउँछु तिमीलाई स्विट चाहिँ दामी थियो क्या अनि ऊ चाहिँ मलाई मन पर्ने हो खोइ के हो अमिलो अमिलो टाइपको है अनि ऊ रोटी चाहिँ मेरो पेट टन्न भएर खान सकेन क्या मैले दामी थियो ल ल ल ल ल केटा हो नेपाल हेरौँ है हाम्रो नेपाल लगभग 2 सालभन्दा पनि धेरै होइसक्यो नदेखेको वाउ 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 बा हाम्रै नेपाल हो अरे भने कस्तो विश्वासै नलाग्ने क्या हेर्नु कस्तो लाइट अल्किँदा 4 घन्टा लागिसक्यो हामीलाई त 4 घन्टा अब भनौँ न 4.5 घन्टा हुनु लागिसक्यो पऱ्यो है के हाम्रो नेपालतिर चाहिँ त पुरै झमझमी आएको रहेछ हेर्नु ल अब झरौँ है त ल केटा हो काठमाडौँ ल भयो नि त त्यसपछि निक्लेपछि यहाँ यो राखेर के भयो मलाई अनि राखेको त्यहाँ अनि मिक्सर राख्नु भयो भनेर सोध्यो होइन भनेको अनि ल जानुहोस् भन्यो क्या फेरि बाहिर निस्किन होइन त्यसपछि होटलतिर राख्नुपर्छ हेर्नु न ब्यागको हालत कस्तो खराब गरिदिएको छ क्या पुरै प्लास्टिक च्यातिएको रहेछ लगेर जस्तो हामी त पुगिसक्यौँ होइन अब हामी चाहिँ भोलि घर जाने भयो क्या सो आज दर्शन गरौँ भनेर आएको पशुपति भिडियो यहाँसम्म मात्र है आज त अब चाहिँ अरू भोलि आउँदै गर्छ है नेपालको तर लास्टै तातो है यो यो चाहिँ मेरो गाउँको केटा होइन उसको नि भोलि फ्लाइट छ दुबईको लागि अनि मलाई पुगाउने गइराखेको छ अहिले चाहिँ म डोमेस्टिक एयरपोर्ट जान लागेको होइन अनि यहाँ हेऱ्यो नि चक्लेट धेरै भएर बच्चाहरूको ब्याग किन्नु पऱ्यो क्या त्यो एउटा सुटकेस भएको त्यो चाहिँ बस्नु पठाइदिएको होइन अनि यो सानो ब्यागमा सबै चक्लेट हो यसको नि भोलि फ्लाइट छ लगेर हो सबै चेकिसकेँ भ्या अनि यहाँ छ उता यति छ
अनि श्री एयरलाइन्स अनि त्यसपछि मेरो चाहिँ यता है बुद्ध एयरलाइन्स। हाम्रो राजब्याजको काउन्टर नखोलेर उहाँहरूले एकछिन बस्नु भन्नुभयो अनि सो आई एम स्टिल वेटिङ। ल केटा हो राजब्याज आयो ल। कत्रो साउन्ड गर्ने के ओए यहाँ मेरो यस्तो केही बेजत भइरहेछ यस्तो हिरो केटाको गजब बेइज्जती है। त्यो बच्चाहरूको ब्याग हिजो पठाइदिनु पर्ने यो बसमा फेरि चक्लेट किनेको थिएँ कि हिजो अनि त्यही भएर मलेसियादेखि यहाँसम्म पुरै मलाई त वाट लागिसक्यो कि यहाँ चाहिँ नेक पिलो है घाँटीमा झुन्डाउनु के हाल्नु भनेर हालिदिएको यहाँबाट लगिजाने रहेछ है। यहाँ पनि स्टोर राखेको रहेछ। 11:20 रहेछ यहीँ 12 बजिसक्यो क्या हेर्नु न। यहाँ पङ्खाकै स्याहार्नु पऱ्यो म्याच उता पोखरीमा परेको थियो यहाँ पनि पोखरीमै पऱ्यो जहिले विन्डो चाहिँ त। अब लाग्छ आफ्नो गाउँ सकिया भन्ने गीत आउँछ है। अब हामी राजविराज विमानस्थलमा अवतरण गरेका छौँ। बाहिरको तापक्रम 31 डिग्री सेल्सियस छ। आफ्नै गाउँ फर्किआए नयाँ नयाँ सपना ल्याए। फाइनली घर पुग्यो। कस्तो हावा चलिरहेछ है यहाँ है। कुर्ने मान्छेहरू टन्नै खा कुर्ने मान्छेहरू धेरै रहेछ। मेरो दाहिने आउनु भएको होला कता हो। यहाँ आयो है हाम्रो मेरो बाइक पनि हेर्नु है कस्तो भयो होला। होइन मेरो मान्छे छ दाइ आउनु भएको कि त्यस्तो बोलर भएको मान्छे छ। त्यो हालत देख्नु भयो भने त होला हाँसो लाग्छ क्या। यहाँ छ यहाँ छ यहाँ छ यहाँ छ 4-5वटा ब्याग छ है। ल ल केटा हेर है बाइक हाल्दा त्यस्तो यस्तो मैला आएर सबै धुनुपर्छ म गएपछि यत्रो समय भएपछि पर्छ। भाइ त म नेपाल 2 महिनाको छुट्टी लिएर आएको होइन मेरो ठुलो दाइको बिहे भएर। सो भिडियो आउँदैछ है छिटै त्यसको लागि सब्सक्राइब गरेर राख्नु होला है त।